तपाईँले स्ट्याटस लेख्नु भएको छ नि, बालन शाहले जहाँबाट उम्मेदवारी दिन्छन् हामी तिनलाई त्यहाँबाट हराउने छौँ भनेर लेख्नु भएको थियो। अहिले पनि भनिरहेको केपी ओली भर्सेस बालन शाह त्यहाँ भयो, तर तपाईँ आफै त्यहाँ जुत्न चाहिँ जानु भएन, समीर तामाङलाई पठाउनु भयो छापा 5 मा। किन? अब उता चाहिँ हाम्रो समीरलाई पठाएको छु होइन, इज अ गुड गाई, म उहाँलाईसँग चिन्छु होइन, मैले सङ्गत गरेको 5 वर्ष जति भयो है, अनेस्ट छ, तपाईँको चाहिँ नि केपेबल छ, यो दुईटा कुरा चाहिने। लेभल मिलेन भन्छन् नि, लेभल चाहिँ कसकोसँग मिल्नुपर्ने हो। समीरले भ्रष्टाचार गरेको छैन अरूले जस्तो, समीरले सिंहदरबार जलाएको छैन अरूले जस्तो, त्यो कुरामा समीरले तपाईँको चाहिँ नि जेएनजी हैनलाई सुट गर्न आदेश दिएको छैन समीरले जस्तो, अरूले जस्तो समीरले, त्यसले गर्दा लेभल मिलेन होला। त्यही भएर त मिलेन लेभल 13 भन्दैछन् के। लेभल मिलेन होइन कि, अब हेर्दै जानु न, म त्यहाँ गएर एक भाषण गरेपछि नि है यिनीहरूलाई म के गर्छु त्यो त मलाई थाहा छ। एउटा भाषण हो एउटा कार्यक्रममा, त्यतिले तपाईँको सखाप बनाइदिन्छु म, केही पनि छैन यिनीहरूको हैसियत। तपाईँको कन्फिडेन्सलाई सम्मान, कन्फिडेन्स त होइन हजुर, चुनाव त्यहाँको माटोले बोल्छ, त्यहाँको अब हेर्नु न, एकचोटि हेर्नु न, एकचोटि मलाई त्यहाँ जानु तपाईँले अघि भन्नुभयो माटोले बोल्दैन, आफै दिनुपर्छ भन्नुभयो, फेरि माटो बोल्छ भन्नुहुन्छ होइन। माटोले बोल्दैन माग्दैन, तर माटो बोकेको मान्छेहरूको सामबाङ त बोल्छ नि त। मनी माइन्ड र मसलको अगाडि बिचरा एकजना तामाङको छोरालाई बलिको बोको बनाउनु भयो तपाईँले भन्दैछन्। सुन्नु न, मनी माइन्ड र मसल छैन कि, हामीसँग जे माइन्ड छ उहाँहरूसँग छैन, त्यो छैन। उहाँहरूको त्यो अस्ति देखेको भिड भने तपाईँले बाहिरबाट लिएर आएको प्रदेश एकभरिको मान्छे भेला गरे, थाहा छैन र मलाई। झापा 5 हो होइन, कहाँ हो, को आउँछ हौ त्यहाँ? त्यहाँ आउनेहरूले पनि भन्दै थियो हेर्न चाहिँ आएको, भोट चाहिँ माटोले हाल्छौँ भन्दै थियो त त्यहाँ इन्टरभ्यूमा 2-4 जना बहिनीहरूले इन्टरभ्यूमा भन्दै थियो त्यस्तो बनाउँछौँ हामी। म त्यहाँ गएर 1-2 चोटि बोल्ने बित्तिकै सकिहाल्छ क्या उहाँहरूको, केही नै त छैन, आधार नैतिक आधारै छैन, भिजन छैन, नैतिक आधार छैन, अनि कसरी जित्ने हो? त्यति लाटा छ र मान्छे? ल बालन शाहलाई भोट हाल्छ, के हेरेर हाल्छ? उहाँ यहीँ हारेर जानुभयो, यहाँ उठेको भए यहीँ हार्थ्यो, हाल्थ्यो, यहाँ त यहीँ हार्थ्यो। काठमाडौँमा हारिहाल्थ्यो, काठमाडौँको त्यति चर्चित मेयर हारिहाल्थ्यो नि। यहाँ एकचोटि आह्वान गर्दाखेरि 80,000 जेएनजी एक दिनमा उपस्थित भयो, अनि देख्नु भएन? छोडिदिनु न, तपाईँले कुरै बुझ्नु भएको छैन है। यहीँ उठेको भए यहीँ हार्थ्यो त्यो मान्छे, पहिला उठ्थ्यो, अहिले उठ्छ है। जेएनजीले देश के अरे तपाईँको चाहिँ सम्हालिदिनुहोस् भनेर बोलाएको नि त, आउनुभयो, जेएनजीको अन्त्येष्टिमा आउनुभयो है। मैले त कपाल खौरेँ, दुःख बोकेँ, जेएनजीको पार्क बनाउँदैछु पर, उहाँले के गर्नु? घाइते जेएनजीलाई सबैभन्दा पहिला भेट्न जाने, राजनीति गर्ने कोही मान्छे थियो भने त्यो म हो। पोलिटिकल ब्याकग्राउन्डको कोही मान्छे, द फर्स्ट पर्सन। आशिका तामाङ त एउटा तपाईँको चाहिँ अभियन्ता मात्रै न थिइन्, त्यो चिज उहाँसँग त केही भिजनै छैन के। वाट इज हिज पोलिटिकल आइडियोलोजी? के छ पोलिटिकल आइडियोलोजी उहाँसँग? बिना ढेवा के भन्दै हुन्थ्यो अस्ति, मेनिफेस्टो आउला नि त। के मेनिफेस्टो उहाँले लेखेको हो? उहाँले लेख्न सक्नुहुन्छ मेनिफेस्टो? टिम चाहिन्छ, एउटा व्यक्तिले लेखेर हुन्छ? त्यस्तो कुरा नगर्नु न, मेनिफेस्टो लेख्न सक्नुहुन्छ उहाँले? स्वर्णिम वाग्ले छैनन् र? स्वर्णिम वाग्ले त्यो एमसिसीको ऊ होइन त, मतियार